लाटकोचेराको बच्चा चाहिँ यहाँ छ। ल हेर्नुहुन्छ भने ल जिउँदो माथि गुडबाट लडिझरेछ। यही हो लाटकोचेराको बच्चा चाहिँ। कस्तो छ हेर्नु होला, एकदम नेचुरल राम्रो छ, एकदम राम्रो रहेछ। लाटकोचेराको बच्चा हो, यस्तो हुँदो रहेछ। ठुलो छ, उड्नु आँटेको रहेछ। फेरि बिहान चाहिँ यसलाई गुडमा लगाइदिएको, फेरि पनि माथि ढङ्गमा लडी झरेर फेरि पनि ओह्रालो आइगयो झरो। यस्तो छ है लाटकोचेराको बच्चा। यो लाटकोचेराको बच्चा हो। तपाईँले यदि देख्नुभएको थिएन भने आज हेर्नु होला। यसलाई लाटकोचेरा भन्छ त हाम्रो यतातिर नेपालतिर चाहिँ उल्लु पनि भन्छ। उल्लुको बच्चा यो उल्लुको बच्चा बिहान अघि लडी झरेको थियो, फेरि गुडमा लगाइदिएको, फेरि नि माथि नै बाट झरो फेरि उड्नु आँटेको छ। उल्लुको बच्चा ठुलो भइसकेको, उल्लुको बच्चा।